नमस्कार सबैजनालाई। आज हामी बेसिक फुड हाइजेनिकको पार्ट 3 भिडियोमा हामी आज कुरा गर्न गइरहेका छौँ क्रस कन्टामिनेसन। क्रस कन्टामिनेसन भनेको सामान्यतया ब्याक्टेरिया भाइरस एक खानाबाट कुनै पनि व्यक्ति कुनै पनि माध्यम चाकु कुनै पनि चपिङ बोर्डबाट अर्को खानामा सरेर त्यो खानालाई दूषित पार्नलाई क्रस कन्टामिनेसन भनिन्छ। यसलाई रोकथाम गर्नलाई फरक चपिङ बोर्डहरू युज गर्ने र फरक नाइफहरू युज गर्ने, कुनै पनि खाना छोइसकेपछि राम्रोसँग हात धुने, कुनै काँचो मासु कुनै पकाएको खाना छोइसकेपछि हातलाई राम्रोसँग साबुन पानीले धुने, आफ्नो एरियालाई क्लिन गर्ने, चपिङ बोर्डहरू सफा राख्ने। क्लिन गरियो भने क्रस कन्टामिनेसन हुँदैन। कुनै पनि एक फुडबाट अर्को फुडमा ब्याक्टेरियाहरू सर्न पाउँदैन। सामान्यतया क्रस कन्टामिनेसन भनेको कुनै पनि माध्यमबाट, कुनै व्यक्तिको माध्यमबाट, कुनै वस्तुको माध्यमबाट ब्याक्टेरिया एक सतहबाट अर्को सतहमा जानु वा काँचो खानाबाट पकाएको खानामा जानु नै क्रस कन्टामिनेसन भनिन्छ। छोटकरीमा बुझ्दाखेरि हाम्रो यही नै हो है त गाइस। आज चाहिँ एकदम छोटो भिडियो बनाएको छु र धेरै बोलिनँ म। भिडियोमा केही कमी कमजोरी भएपछि सुझाव सल्लाह दिन सक्नुहुन्छ। मन परेमा लाइक कमेन्ट सेयर गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।